60 वर्षको भया। अझै पनि अब तपाईँ के अपाङ्गी हुनुहुन्छ? म अपाङ्ग छु। के को अपाङ्गी हुनुहुन्छ नि आमा? म दाहिने खुट्टाको अपाङ्ग छु। ए के भएर अपाङ्ग हुनुभयो तपाईँ? यस्तै अब घर एउटा घरको सहयोग गर्न गया भने ढुङ्गा बोक्ने बेला अनि लोटेर ढुङ्गा परिकन डोगो परिकन खुट्टो भाँच्या हो। ए अहिले त्यही अब औषधि गरेर अनि अहिले बिस्तारै बिस्तारै हिँड्नुहुन्छ? नेपालगञ्जी गोपाल डाक्टर हस्पिटलमा गइन उपचार गरे हुन्। विदेशी थियो त्यही बेला विदेशीले गरे हुन्। हजुर त्यहाँबाट रारी विदेशी बसेको थियो त्यही बेला उपचार गरे हुन्। त्यहाँबाट अचेल अलि हिँड्ने भयो। अनि तपाईँ घरमा को हुनुहुन्छ नि परिवारहरू? परिवार एउटा छोरा छोरा दुईटा छोरी एउटी बुहारी अब एउटा लोग्ने भैया एउटी म घर दुईटी छोरी पहिला गएछन्। ए अनि तपाईँले अब बर्खाको समयमा कता हामीले त्यो टहरा पनि पहिरो आयो भन्ने सुनेको थियौँ, कति क्षति गर्यो? टहरा पहिरो आयो, टहरा पनि बगाई, त्यहाँबाट फेरि मकै बाली पनि बगाइकन खाने बर्बाद छ। अपाङ्ग मान्छे बोकेर अब सुन्तला बिक्री गर्दै के गर्दै खान्छु। ए सुन्तला बिक्री गरेर खानुहुन्छ? अनि घरको भूकम्पले कतिको क्षति गरिरहेछ नि घरलाई? घरलाई पनि क्षति भयो। घर अब ठाउँ ठाउँ दर्काई वर्दी त्यहाँ विभत्त भएछ। त्यहाँबाट अनि टहरा मुनि बसेका थियौँ, त्यही टहरा पनि लिइहाल्यो। अनि अब बाख्रा पनि क्षति भयो, भेडा पनि क्षति भयो। कोही दिँदैन, यता दिउँलो भन्छन् लेख्छन् लिन्छन्, केही दिया नै भयो। दिया छैन अहिलेसम्म? दिया नै। ए ल ल